हेलो साथीहरु, तपाईहरुलाई मेरो मिस्टर रिजेक्टेड पेजमा एकदमै स्वागत छ। र म चाहिँ अहिले दिउँसो लगभग 1 बजिसकेको छ र यो दिउँसोको कामको लागि गोठ आइसकेको छु। आज चाहिँ छुट्टीले गर्दा घरमै छु नि त। त्यसले गर्दा अब अहिलेको गोठमा काम चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा काम चाहिँ गरिसके मैले। आगो चाहिँ बालिसके, अब अहिले खोलिदिनु पर्छ गाईलाई हो। र आगो बल्दैछ, नानी छुटिरहेको छ। विशेष काम चाहिँ के छ भन्दा गोबर छ। यो चाहिँ अलिक किलो पनि रहेछ। तलसम्म यो गोबर सोरेर यो थलाहरू बढेर यहाँ गोबर सोर्ने चाहिँ यस्तो चाहिँ जर्किनमा उठाउँदा फ्याँकिदिन्छु हो। र यो थला सोरेर बडाल प्रयोग गरेर चाहिँ गाईलाई खोलिदिएर घाँस हाल्नुपर्ने छ। यो दिउँसोको काम हो यो चाहिँ। र तपाईँहरूलाई म अहिले गोबर सोर्दै गरेको चाहिँ अब देखाउनु अलिक साह्रै पर्ने रहेछ। र पनि यहाँ राखेर देखाउने ट्राई चाहिँ गर्छु। एक खेप चाहिँ गोबर चाहिँ हामी यसरी सोर्छौँ कि यहाँनिर उठायो लग्यो फ्याँकिदियो। गाईले पुछाले गाईले खतम पार्छ। यो चाहिँ हाम्रो गोबर सोर्ने मेसिन। जर्किनमा सँगै छोड्यो हो। यो चाहिँ मेसिन जतिकै छ देशी जुगाड हो। यो चाहिँ हात लगाइबस्नु परेन, ग्लोभ छिरिबस्नु परेन। एउटा पर्ने किन्यो भने 1 वर्ष थामिहाल्छ मजाले। यसरी नै यो गोबर चाहिँ अब म तलैसम्म सोर्दै जानुपर्छ। र यो सोरिसकेर यो थला बढाएर तपाईँहरूलाई म थला पनि देखाउँछु। गाईलाई खोले त के अहिले दिउँसो पानी दिन्छौँ र पानी कति के दिन्छौँ त्यो पनि देखाउँछु तपाईँहरूलाई। ल थला चाहिँ अब म सोरिसकेँ। थला चाहिँ हामी यतिको पार्छौँ है। ए चक्कै लु हेरिहाल्नुहोस्, सफा छ।